नमस्कार साथीहरू, म चाहिँ आज हजुरहरूमाझ F3 भिजामा कोरिया आउँदाखेरि के डकुमेन्टहरू चाहिन्छ म त्यसको विषयमा भन्न गइरहेको छु। सर्वप्रथम त तपाईँहरूलाई पासपोर्ट चाहिन्छ है, आफ्नो पासपोर्ट चाहिन्छ, हस्बेन्डको पनि पासपोर्ट चाहिन्छ। भन्नाले हस्बेन्डको पासपोर्टको फोटोकपी चाहिन्छ, आफ्नो पनि पासपोर्ट चाहियो, आफ्नो चाहिँ रियलै चाहिन्छ। त्यसपछि तपाईँहरूको बिहे दर्ता चाहिन्छ। बिहे दर्ता चाहिँ इङ्ग्लिसमा पनि ट्रान्सलेट हुनुपर्छ। हाम्रो त अब वडा कार्यालयबाट दिन्छ नि त बिहे दर्ता। पहिलाको चाहिँ नेपालीमा हुन्थ्यो, अहिले चाहिँ नेपालीमा पनि हुन्छ, इङ्ग्लिसमा पनि हुन्छ, दुइटै एकै ठाउँमा ट्रान्सलेट गरेर आएको हुन्छ। अहिले सजिलो हुन्छ होइन, त्यो बिहे दर्ता चाहियो। रिलेसनसिप सर्टिफिकेट चाहिन्छ इङ्ग्लिसमा। श्रीमानको फोटो, आफ्नो फोटो राखेर वडाले बनाइदिनुहुन्छ। त्यसको लागि पनि कस्टहरू पे गर्नुपर्ने हुन्छ अलिअलि। त्यो कस्ट पे गरेर रिलेसनसिप सर्टिफिकेट, अनि त्यसपछि म्यारिज सर्टिफिकेट, अनि बालबच्चा छ भने उहाँहरूको डेट अफ बर्थ सर्टिफिकेट त्यो पनि इङ्ग्लिसमा हुनु पऱ्यो है। त्यसपछि आफ्नो हस्बेन्डको एलियन कार्डको फोटोकपी चाहिन्छ। अब एलियन कार्ड त यहाँ कोरियामै हुन्छ नि त, आफ्नो हस्बेन्डसँगै त्यो फोटो पठाइमाग्ने आफ्नो हस्बेन्डमा, अनि त्यसको फोटोकपी टक्क राख्ने। अनि एलियन कार्ड भनेको चाहिँ रेजिस्ट्रेसन कार्ड नम्बर क्या। अब त्यो भिजा भएको एउटा कार्ड हुन्छ, स्मार्ट कार्ड जस्तो। अनि त्यसको फोटो आफ्नो हस्बेन्डलाई अगाडि पछाडि खिच्न लगाउने, अनि पठाउने, त्यहाँनिर फोटोकपी निकाल्ने। त्यसपछि तपाईँको ब्याङ्क ब्यालेन्सको सर्टिफिकेट चाहिन्छ। ब्याङ्क ब्यालेन्सको सर्टिफिकेट चाहिँ अब तपाईँको 3 लाखभन्दा मुनि हुनु भएन। 3 लाखसम्म नेपाली पैसा हुनु पऱ्यो। अनि त्यसलाई चाहिँ USDमा कन्भर्ट गरेर कति हुन्छ त्यो एउटा ब्याङ्क ब्यालेन्स सर्टिफिकेट भनेर आफ्नो जुन ब्याङ्कमा पैसा छ त्यसको सर्टिफिकेट निकाल्न लाउने, अनि एकैछिनमा निकालिदिन्छ 5 मिनटमा। अनि अर्को पनि चाहिन्छ ब्याङ्क स्टेटमेन्ट चाहिन्छ। ब्याङ्क स्टेटमेन्ट पनि तपाईँको मेबी 6 महिनाको जस्तो चाहिन्छ होला, 6 महिनासम्मको तपाईँको ब्याङ्क स्टेटमेन्ट चाहियो, प्लस ब्याङ्क ब्यालेन्स सर्टिफिकेट दुइटै एकैचोटि निकालिदिनुहुन्छ ब्याङ्कमा जानुभयो भने। थोरै टाइम लाग्न सक्छ, थोरै पनि लाग्दैन, 5-10 मिनटमा निकालिदिइहाल्नुहुन्छ उहाँहरूले। त्यसपछि तपाईँहरूलाई मेडिकल रिपोर्ट चाहिन्छ। मेडिकल रिपोर्टको लागि चाहिँ तपाईँहरू काठमाडौँको त्यो टेकु हस्पिटलमा गएर तपाईँहरूले चाहिँ आफ्नो टिबी प्लस छातीको एक्सरे गराउँछ। अनि त्यहाँ पनि एउटा फर्म भर्न लाउँछ, त्यो फर्म पनि भर्ने, अनि वेटहरू कति छ, अनि बडी सेप कस्तो छ, त्यो सबै त्यहाँ निकालिदिन्छ। त्यसको रिपोर्टहरू लिएर आउनुपर्ने हुन्छ। र टिबी पोजिटिभ छ कि नेगेटिभ, पोजिटिभ छ भने फेरि कोरिया आउन पाउनु भएन है, नेगेटिभ हुनुपर्छ टिबी। र अनि छातीको एक्सरे गराउँछ, त्यो रिपोर्ट पनि चाहिन्छ। अनि तपाईँहरूलाई प्लेन टिकट पनि चाहिन्छ कोरियाको। अब प्लेन टिकट चाहिँ तपाईँहरूले अलिक अगाडिको काट्नुभयो भने, अब भिजा पछि लाग्यो भने तपाईँलाई घाटा हुनसक्छ। त्यो प्लेन टिकट पछि सार्दाखेरि पैसा पनि काट्छ नि त, काट्छ होइन, थप्नुपर्ने हुन्छ। त्यही भएर आफ्नो भिजा कहिले लाग्नु छ त्योभन्दा अलिक पछाडि सार्दा राम्रो हुन्छ। मैले चाहिँ मेरो भिजा लागेको 1 महिना पछाडि जस्तो अथवा 20-25 दिन पछाडिको टिकट काटेको थिएँ। ठ्याक्कै मेरो चाहिँ 1 हप्तामा भिजा लागिहाल्यो। त्यसपछि मैले 25 दिन या कति दिन पर्खेर कोरिया आएको हो। त्यही भएर तपाईँहरूले चाहिँ अगाडिकै चाहिँ टिकट नकाट्नु होला, अलिक पछाडि काट्नु। तर रियलै चाहिन्छ है, ओरिजिनलै प्लेन टिकट चाहिन्छ, डुप्लिकेट लिँदैन। पहिला चाहिँ लिन्थ्यो अरे, अहिले चाहिँ लिँदैन। पहिला चाहिँ दलालीहरू पनि हुन्थ्यो अरे, अहिले चाहिँ दलालीहरू पनि छैन। हामी डाइरेक्ट सबै डकुमेन्टहरू कलेक्ट गरेर कोरियन एम्बेसीमा जानुपर्छ। प्लेन टिकट पछि तपाईँको 2टा फोटो चाहिन्छ। 2टा फोटो चाहिँ पुरै त्यो पासपोर्ट साइजको हुनु पऱ्यो, ठुलो फेस देखिने हुन्छ नि, ठुलो फेस देखिएको फोटो त्यो चाहिन्छ। अनि पासपोर्ट साइजको भनेपछि बुझिहाल्नुहुन्छ। अनि त्यसपछि हामीले जुन त्यो रिलेसनसिप सर्टिफिकेट र म्यारिज सर्टिफिकेट हुन्छ, त्यो चाहिँ हामीले परराष्ट्र मन्त्रालयमा गएर त्यहाँ पनि अब केही कस्ट तिराउँछ। अनि दुइटैमा फेरि परराष्ट्र मन्त्रालयको छाप हान्नुपर्छ, बिहे दर्तामा पनि रिलेसनसिप सर्टिफिकेटमा पनि। अनि परराष्ट्रमा गएर त्यो सबै छाप अनि मेडिकल रिपोर्टहरू सबै रेडी भइसकेपछि, सब कुरा डकुमेन्टहरू भइसकेपछि, अनि कोरियाबाट पनि डकुमेन्टहरू पठाउनु पर्ने हुन्छ। अब तपाईँको हस्बेन्ड या वाइफले पठाइदिइसक्नुहुन्छ, अनि त्यो ओरिजिनलै डकुमेन्टहरू लिएर अनि आफूले के अब मैले भनेको सबै डकुमेन्टहरू रेडी गरेर राख्नु। अनि कोरियाबाट पनि डकुमेन्ट आउँछ, अन्त सबैलाई एकमुष्ट गरेर कोरियन एम्बेसीमा जानु होला।
तर त्योभन्दा अगाडि चाहिँ तपाईँहरू कोरियन एम्बेसीमा छिर्नुभन्दा अगाडि चाहिँ एउटा साइबर छ कोरियन एम्बेसीको अगाडि। त्यो सानो साइबरमा चाहिँ एकजना दाइ बस्नुहुन्छ, दाइ भाइ बस्नुहुन्छ। उहाँहरूले चाहिँ तपाईँ केमा जाने भने चाहिँ बुझिहाल्नुहुन्छ होइन, कुन भिजामा जाने भने चाहिँ। अनि उहाँले त्यही अनुसारको फर्म दिनुहुन्छ, अनि जान्नुहुन्छ भने तपाईँहरूले नै भर्दा हुन्छ, नत्र उहाँहरूले नै सुई भरिदिनुहुन्छ। अनि केही कस्ट लिनुहुन्छ। अनि लिइसकेपछि अनि उहाँहरूले 2-3वटा पेपर सायद भरिदिनुहुन्छ होला, 2-3टा जस्तो लाग्यो। अनि त्यो फर्म चाहिँ फेरि हामीले एउटा वेबसाइट छ कि www.korea.gr. लास्टमा खै के छ मैले बिर्सेँ। त्यो वेबसाइटमा गएर पनि हामीले आफै पनि फर्म निकालेर भर्न सक्छौँ। तर यदि हामीले त्यस्तो गरेनौँ भने अब फर्म झिकेर आफैले नभरे पनि तर त्यहाँ साइबरमा गएपछि उहाँले भरिदिनुहुन्छ सबै डकुमेन्टहरू। त्यही वेबसाइटबाट झिक्नुहुन्छ अनि निकालेर भरेर हामीलाई सबै डकुमेन्टहरू चेक गर्नुहुन्छ अनि दिनुहुन्छ। अनि त्यसपछि सबै डकुमेन्ट ओके भएपछि ल भित्र जानुहोस् भन्नुहुन्छ। अनि कोरियाबाट आउने डकुमेन्टहरू चाहिँ तपाईँको हस्बेन्ड वा वाइफको हुनुहुन्छ, उहाँहरूले नै सबै मिलाइहाल्नुहुन्छ। अब सबभन्दा पहिला त त्यही हो, अब आफ्नो कम्पनीको कोरियाको आफ्नो कम्पनीको रेजिस्ट्रेसन सर्टिफिकेटको उयो चाहियो होइन, सर्टिफिकेट चाहियो होला, आफ्नो कम्पनी रजिस्टर भएको। अनि त्यसपछि रुम रेन्टको उयो चाहियो होइन, एउटा पेपर चाहियो ओरिजिनली सबै। अनि रुम लिनुभन्दा अगाडि नै अब पैसा पे गर्नुपर्ने हुन्छ, डिपोजिट राख्नुपर्ने हुन्छ 3-4 लाख, त्यो अगाडि नै राख्नुपर्ने हुन्छ उता कोरियाबाट। अनि त्यो पनि पेपर पनि चाहियो, प्लस अक्रम रकम के हुन्छ डकुमेन्टहरू। त्यो कोरियन भाषामा हुन्छ, अब हामी पढ्न पनि जानिँदैन, बुझिँदैन पनि। अनि म त फोटो पनि खिचेन कि साथीहरू। अनि सबै एकै ठाउँमा मलाई चाहिँ मजाले मेरो हस्बेन्डले स्टाम्प सुधा पठाइदिनु भएको थियो क्या। स्टाम्प चाहिँ अब श्रीमान र श्रीमतीको उताबाट नेपालमा साइन गर्नुपर्ने हुन्छ नि त, त्यहाँ चाहिँ अब श्रीमान नभएपछि चाहिँ श्रीमानको स्टाम्पले काम गर्दो रहेछ क्या। अनि मलाई चाहिँ स्टाम्प सुधा पठाइदिनु भएको थियो, तर स्टाम्पको चाहिँ काम लागेन होइन काम लाग्यो। अनि त्यसपछि श्रीमान श्रीमतीले साइन गर्ने ठाउँ हुन्छ त्यहाँ, अनि त्यहाँ आफ्नो साइन गर्यो, त्यसपछि स्ट्याम्प हाल्नु अनि सक्यो। अनि उता कोरियाबाट ल्याएको डकुमेन्ट पनि भेला पार्ने, आफूले बनाएको जति पनि डकुमेन्टहरू छ मैले भनेको सबै एकैचोटि भेला पार्ने। अनि फेरि झ्याउ केमा पनि छ भने तपाईँहरू कोरियन एम्बेसी जानुभन्दा अगाडि आफ्नो हस्बेन्डको या वाइफ होइन, कसको माध्यमबाट तपाईँहरू चाहिँ डिपेन्डेन्ट भिजामा कोरिया आउनुहुँदैछ, उहाँहरू कुन डेटमा जन्मिनु भएको छ। जस्तै आइतबार, सोमबार, मङ्गलबार, बुधबार, शनिबारसम्ममा कुन डेटमा उहाँको जन्म भएको छ एलियन कार्डमा हेर्नु, त्यही दिन जानु है। मैले चाहिँ दुःख पाएँ, म चाहिँ बुधबार गएको थिएँ, तर मेरो हस्बेन्डको जन्म चाहिँ मङ्गलबार भएको रहेछ, मलाई थाहा थिएन यो कुरा। अनि भित्र पस्नु खोज्दाखेरि सेक्युरिटी गार्डले हेऱ्यो, अनि त्यसपछि सबै मङ्गलबार आउनु भन्यो डाइरेक्ट। अनि त्यत्रो 1 हप्ता के गर्दै बस्ने भन्ने भयो मनमा। अनि किन सर भन्दाखेरि चाहिँ तपाईँको आउने डेट चाहिँ यो तपाईँको हस्बेन्डको जन्म दिन अनुसार पर्छ। तपाईँको श्रीमान मङ्गलबार जन्मिनु भएको रहेछ, त्यही भएर तपाईँ मङ्गलबारै आउनुहोस् भनेर पठाइदिनु भयो। अनि त्यही भएर साथीहरू अब मलाई थाहा भएको कुराहरू तपाईँलाई सेयर गरेको, मैले जस्तो दुःख नपाउनुहोस् भनेर। लगभग यति मैले भनेको कुराहरू भएपछि तपाईँहरूको भिजा ओके हुन्छ। अनि मेरो चाहिँ त्यो सबै डकुमेन्टहरू दिइसकेपछि त्यहीँबाट भनेको थिएँ एम्बेसीको मान्छेलाई यो वेबसाइटमा चेक गर्न सक्नुहुन्छ भनेर, तपाईँलाई एउटा खै के भन्ने दिएको हुन्छ क्या। अनि त्यो पासवर्ड लिन जाँदाखेरि त्यो दिनुपर्ने हुन्छ क्या, देखाउनुपर्छ। अनि त्यसमा चाहिँ वेबसाइट पनि हुन्छ www.korea.gr. खै के हुन्छ। अनि त्यसमा गएर तपाईँले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ, आफ्नो एप्रुभ भयो कि भएन भिजा भनेर। अनि ठ्याक्कै मेरो 1 हप्तापछि भिजा एप्रुभ भयो। अनि एप्रुभ छैन भने चाहिँ एप्रुभ भएको छैन भन्छ, एप्रुभ छ भने एप्रुभ देखाउँ भन्छ। हस्, थ्याङ्क्स फर वाचिङ, बाई।